जिम हाइकिङ ट्रेकिङ सबैको लागि हुने खालको राम्रो राम्रो हाफ प्यान्ट आएको छ। आज चाहिँ लगाएर हैन है मजाले हेरेर क्वालिटी चेक गरेर गर्ने। साइज आउँछ यो लगभग एल एक्सएल डबल एक्सएलसम्म साइज आउँछ। लेन्थको कुरा गर्दाखेरि चाहिँ घुँडा अलिकति छोप्दैन, धेरै छोटो पनि हुँदैन, धेरै लामो पनि छैन, ठिक्कको छ। अब यसको स्टिचिङ राम्रो छ, डबल सिलाइ छ, उद्रेला भन्नु पर्दैन। यिनीहरूको डिजाइन र कलरहरू पनि आउँछ। एउटा भिडियोमा चाहिँ एउटा मात्रै देखाउँछु राम्रोसँग। अनि यसको भित्रको सिलाइहरू एकदम राम्रो छ है, इलास्टिक राम्रो छ। साइज एल एक्सएल डबल एक्सएल छ। यो चाहिँ मैले एल देखाइरहेको छु। यो चाहिँ इन्डियन है, यो चाहिँ चाइनिज होइन, मेड इन इन्डिया पकाइदा छ। एकदम राम्रो हुन्छ कि यिनीहरूको क्वालिटी पनि। अनि जिपरहरू पनि राम्रो हुन्छ। अनि साइन पनि रबर साइन, लोगो रबर लोगो जाँदैन। अब यो उद्रेर च्यातेला भन्नु पर्दैन। यहाँ मजाको लक गरेको छ। यतापट्टि साइडमा नि सेम छ है, लोगो एक साइड मात्रै। एउटा यस्तो धर्का चाहिँ छ, हल्का यस्तो चिरिएको स्टाइल छ डिजाइन। ब्याक साइडमा एउटा पकेट छ। स्ट्रेचिङ एकदम राम्रो छ। यो एल एक्सएल र डबल एक्सएल तीनटा साइज आउँछ। यो सबैभन्दा सानो एल हो। एल भनेको नतन्किँदाखेरि 26 भनेपछि 28 29 देखिकोले 30 देखिकोले लगाउँदा एकदम बेस्ट हुन्छ। यो चाहिँ एक्सएल फेरि 2 इन्च फरक। यो एल यत्रो छ, एक्सएल यत्रो हुन्छ, डबल एक्सएल यत्रो हुन्छ। भनेपछि डबल एक्सएल भनेको 34 सम्मलाई मजाले मिल्छ।